चिया हुन्छ त्यसो दुईटा मिल्की गरिदिनु है बिरेलीको टाढा भने चाहिँ कहाँ भन्नुहुन्छ भने नि त्यही टेबल स्कुलबाट माथि छ नि एउटा रुख हो त्यही Unos. ओइ पानी लिएर आइज छिटो भन् दिदी पानी ल्याइदिनु न जिन्दगीले त लडाकै थियो तैँले पनि के भयो र हजुरसँग मसँग कसको फोन आएछ नि यति बेला मेघना के छ मेघना तेरो हालखबर मेरो त के हुनु यार त्यही बालबच्चा बुढाबुढी तेरोमा धेरै रमाइलो छ अस्ट्रेलियाको केटाहरू फसाएर गइहाली टेन्सन नभए के हुनु के बुढाले कमाइको नाममा नुन तेल खाने पैसा मात्र ल्याउँछ अन्त बुढामुढीको छुट्टै खर्च उयो ल मेघा मेरो बुढो आए जस्तो छ बस्नुभयो आज नि छाप चढ्ने के ल्याएको छ कि खोले नै टकारिदियो गर्न सक्ने व्यवस्था गरेकै त छु नि ल यति पैसा कमाउनु भयो यो घरकाले त बोल्न मात्र जानेछ यति पैसा त मैले के गर्नु 3 वर्ष भइसक्यो बुढा सुनको चुरा बनाइदेऊ न भनेको बिहा पाल्न नसक्ने भए चाहिँ किन बिहा गर्नु पर्दा नबोल न किन नबोल्नु कमाइको नाममा केही पनि छैन उल्टै उसको बाउआमाको खर्च हेर यो खर्च भन ऊ खर्च भन औषधिको छुट्टै खर्च छ दिनमा तीमाथि छुट्टै फरमाइसहरू उनीहरूको सब पुरा गरिदिनु पर्ने मैले कपडा धोयो रे 3 चोटि चिया ठकाएर रे कसले खान्छ यस्तो बुढेसकालमा चिया आया नि यो ढाडको दुखाइले पनि मलाई साह्रै बिरालो बुहारी ए बुहारी भन्नु न श्रवण आउने बेला भइसक्यो भोकाएर आउँछ होला केही पकाएकी छौ कि छैनौ मैले मात्र जिम्मेवारी छु घरमा सबै काम गर्ने ढिला भए आफूले पकाउनु न श्रवणले त्यति एउटा रात दुख्ने दबाई ल्याइदियो भनेको ल्याइदिनै आँटेन हौ मर्यो बुहारी ए बुहारी हजुर कस्तो चिसो रहेछ पानी तताइदेऊ न मेरो अरू केही काम छैन त्यही पानीले नयाँ भइहाल्यो त तताउने भयो आफै तताएर म त हेर अब यसरी मेरो लाइफ वेस्ट गर्न चाहिँ सक्दिनँ दिनभरि घरको काम गर खाना पकाऊ यो गर त्यो गर म थाकिसकेँ अब तिम्रो घरकाले त मलाई नोकर बराबर गर्न थालिसके भयो त भोलि मैले कुरा गर्छु नि त बुवा आमासँग आमा आमा हाय बाबु हाय
मैले दिउँसभरि थाकेर आउँछु आमा बुहारीलाई नि एक्लै काम लगाइदियो हुन्थ्यो भनेर एकछिन त सहयोग गरिदिनु दिउँसभरि तपाईँहरू घरमै हुनुहुन्छ होइन कस्तो कुरा गर्छस् हौ बाबु तैँले गाई गोठ पनि मैले नै गरेको छु लुगा पनि मैले नै धोएको छु घाँस दाउरा पनि मैले नै गरेको छु बिहान बेलुका 2 छाक पकाऊ मात्रै त भनेको बुहारीलाई त्यो पनि गरिनन् केही त भनेको छैन मैले के भन्न खोज्नु भएको आमा हजुरले हामी बुढाबुढी बिच हजुरले झगडा लगाउनु खोज्नु भएको यस्तो झुट बोल्ने मान्छेहरूसँग म बस्न सक्दिनँ कि त घरमा हजुरको बाउआमा बस्छन् कि त म बस्छु यस्तो झुट बोल्नेहरूसँग म बस्न सक्दिनँ अब कि त हजुरको बाउआमा बस्छन् कि त म यो घरमा बस्छु खेतालो बोलाउनु पर्ने थियो आज बोलाइस् त कान्छा के कुरा गर्ने थियो बुवा भन्नु बाबु हामीलाई थाहा छ बाबु बरु कहिले जाने त्यो चाहिँ नरो बुढी यो घर हाम्रो सन्तानको लागि त्याग्नै भयो सामानहरू मिलाउँदै लानु एउटा भएको छोरो बुढेसकालको आश थियो त्यसैले आज यसरी निराश बनाइदियो श्रवण ओए श्रवण कहाँ छस् त को हो भन्दा के भयो धेरै नगर मलाई थाहा नभएको जस्तो गर्छस् आफ्नो आमा बुबालाई कहाँ छोडिस् तैँले भन् त मेरो घरको कुरा मलाई सिकाउँछस् ए मेरो कर्तव्य हो तँलाई सम्झाउनु भोलि नै गएर आफ्नो आमा बुबालाई वृद्धाश्रमबाट लिएर आइज बाँकी तेरो इच्छा भनेको के हो बुढाबुढीलाई राख्ने ठाउँ छ अरे हजुर पनि पछि गएर त्यही जाने हो रुबी रुबी तातो पानी ल्याइदिनु कस्तो इरिटेट गरे कि जब एउटा टिकटक बनाउन नि दिँदैनन् कति गाह्रो भएको यसलाई बिरामी यो हुन्छ आधी ज्यान मेरो हुन्छ
त्यही चिसो नखा भन्नु कहिले त सुन्दैन। वाह कसम बुवा के माग्नु बाबु के छ बाबु तँलाई ठिकै छ बुवा म त हजुरलाई घर जानु मिल्दैन बाबु म त अब तिम्रो आमाकै यादमा रहन्छु तिम्रो आमाको याद जहाँ छ त्यही नै रहन्छ किन र बुवा के भन्न खोज्नु भएको अब त हामीसँग तिम्रो आमाको याद मात्रै बाँकी छ बाबु अनि त्यसपछि हजुर आफ्नो बुढीसँग कहिले भेट्नु भएन? काँडा तुल्य ती यादहरू म बिजी रहे स्वप्न लोकमै हिँडिरहे त्यो मनकी तरी मनैमा मरी आज केही काम